नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो परम्परासँग एकदमै जोडिएको छ। पञ्चे बाजा होइन त? हो, पञ्चै बाजा। अचेल त फेरि जताततै सुन्न थालिएको छ नि। अँ बिहे होस् वा अरू कुनै शुभ कार्य, यसको गुन्जन बढ्दै गएको छ। साँच्चै नयाँ जीवन पाए जस्तो। हो नि, हामीले सन्तोष निराको पञ्चै बाजाको पुनर्जन्म भन्ने लेख हेरेका थियौँ। त्यसैमा आधारित रहेर कुरा गरौँ न त। हुन्छ, त्यसले धेरै कुरा उठाएको छ। इतिहास, संस्कृति, अहिलेको अवस्था अनि त्यो उत्पत्तिको बहस पनि। एकदम। कुनै बेला त खै यो बाजा हराउँछ कि क्या हो भन्ने डर थियो नि। थियो त। तर अहिले कसरी फेरि गुन्जिन थाल्यो, सहरमा, गाउँमा, अनि यसले रोजगारी पनि दिएको छ। त्यो रोचक छ। ल, सुरु गरौँ। पञ्चै बाजा भनेको के हो ठ्याक्कै? 5वटा बाजा। नामले त त्यही भन्छ। पञ्च मतलब 5, सहनाई, ढोलकी, दमहा, झ्याली अनि टेम्को। त्यो सहनाईको धुन त कस्तो मिठो हुन्छ। हो नि, तर मतलब अध्येताहरूले के भन्छन् भने यो सधैँ 5वटा मात्रै हुँदैन। ए, हो र? नरसिंगा, कर्नाल जस्ता बाजा थपेर 9मती पनि हुन्छ। अनि सुदूरपश्चिमतिर त 36वटासम्मको समूह पनि हुन्छ रे। ओहो, 36वटा? त्यो त विशाल समूह भयो नि। भयो त। यो बाजा रमाइलोको लागि मात्र बजाइँदैन थियो पहिले। यसको सांस्कृतिक महत्त्व पनि त गहिरो छ होला नि। एकदम। यो त एक किसिमले सामाजिक सूचना प्रणाली नै थियो। गाउँमा केही शुभ कार्य हुँदैछ भन्ने कुरा सारा समाजलाई, त्यो बेलाको पञ्चलाई जानकारी गराउने माध्यम। पञ्च मतलब त्यो गाउँका मान्यजन वा समुदाय हो। भात खुवाई, व्रतबन्ध, बिहे जस्ता काम दाजुभाइ नातागोता बिना त अधुरो हुन्थ्यो। उहाँहरूलाई बोलाउन, जानकारी दिन बाजा बजाइन्थ्यो, अनिवार्य जस्तै। यो त सामाजिक आह्वान नै भयो। अनि यसको सुरुवात कहिले भयो भन्नेमा पनि अनि फरक मत रहेछ नि। हो, त्यसमा अलि बहस छ। एउटा मतले त यसलाई वैदिक कालसँग जोड्छ। वैदिक काल कसरी? प्रकाश दर्नाल जस्ता अध्येताहरूले वेदमा दुन्दुबी, दमहा, आघाती, झ्याली जस्ता बाजाको उल्लेख भएको आधारमा यो त्यति बेलादेखि थियो कि भन्नुहुन्छ। पञ्चतत्त्वसँग पनि जोडेर हेर्नुहुन्छ। रोचक। अनि अर्को मत नि? अर्को चाहिँ अलि फरक छ। अमेरिकी अनुसन्धानकर्ता क्यारोल हटिङ्गीले चाहिँ यसलाई 11औं शताब्दीतिर इस्लामिक लडाकुले प्रयोग गरेको हुन सक्ने, अनि पछि 14औं शताब्दीमा राजपूत शरणार्थीहरू नेपाल आउँदा उनीहरू मार्फत भित्रिएको हुन सक्ने अनुमान गर्नुभएको छ। बाहिरबाट आयो भन्ने हो। अनि पृथ्वीनारायण शाहको पालामा पनि त सैन्य गतिविधि विजय उत्सवमा प्रयोग भएको देखिन्छ। त्यो झ्याली पिट्ने चलन पनि त्यसैसँग जोडिएको हुन सक्छ। तर प्रमाण कतिको बलियो छ त? खै, हटिङ्गी आफैले पनि प्रमाण अलि अस्पष्ट छ भन्नुभएको छ। फेरि रामप्रसाद कण्डेल जस्ता हाम्रै अध्येताहरू चाहिँ होइन, यो नेपाली बाजा मौलिक नै हो, बाहिरबाट आएको होइन भन्नुहुन्छ। भनेपछि उत्पत्तिको कुरा अलि रहस्यमै छ। ठ्याक्कै यही हो भन्न गाह्रो छ। जे होस्, यसको प्रयोग त निकै व्यापक थियो होइन? खालि शुभ कार्यमा मात्र त होइन होला। होइन होला नि, अरू बेला पनि बस्थ्यो त। रोपाईमा, राजनीतिक र्यालीहरूमा, अनि त्यो विजय जुलुस जात्राहरूमा पनि ठाउँ अनुसार अलि फरक प्रयोग थियो। कस्तो फरक? जस्तो पूर्वतिर अलि बढी विवाहमा केन्द्रित देखिन्छ, तर सुदूर पश्चिमतिर अनि लिम्बू समुदायमा त मृत्यु संस्कारमा समेत बजाउने चलन छ। तर धुन चाहिँ उल्टो एकोहोरो हुन्छ। मृत्यु संस्कारमा पनि? यो त थाहा थिएन। तर समयसँगै, खास गरी राणाकालतिर त्यो नरसिंगा जस्ता बाजालाई विदेशी ब्यान्डका बाजा जस्तै ट्रम्पेटहरूले विस्थापित गर्न थाले। त्यसले त मौलिक बाजा हराउने डर भयो नि। भयो त, लोप हुने खतरा नै बढेको थियो। तर अहिले त पासा पल्टे जस्तो छ नि। सहरतिर हेर्नुस् न, पञ्चबाजा ब्यान्डहरूको कति माग छ। एकदमै पुनर्जन्म नै भएको छ भन्दा हुन्छ। व्यावसायिक समूहहरू खुलेका छन्। लेखमा पनि उदाहरण छ नि, सन्तोष भुसाल परियारको न्यू सन्तोष पञ्चेबाजाको। हो त, यसले त लोकबाजाको प्रचार पनि भयो अनि मान्छेहरूले रोजगारी पनि पाए। हो नि, र सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यो काममा पहिले परम्परागत रूपमा बाजा बजाउने दमाई समुदाय मात्रै हुनुहुन्थ्यो होइन? हो। अहिले त्यो रहेन। अरू समुदायका मानिसहरू पनि एकदमै उत्साहका साथ लाग्नु भएको छ। त्यो त झन् राम्रो कुरा। जस्तो पाँचथरका रामप्रकाश समथिङले त गुरुङ, लिम्बू, राई सबैलाई समेटेर लोक बाजा संरक्षण समिति नै चलाउनु भएको छ रे। उहाँहरू बजाउने मात्र होइन, बनाउन पनि सिक्दै हुनुहुन्छ। वाह, सिप हस्तान्तरण पनि भइरहेको छ। हो। अनि समथिङले भन्नुभएको एउटा कुरा मलाई निकै मन पर्यो। यो सबै नेपालीको बाजा हो,
बजाउँदा कोही हेपिँदैन। यो त गहिरो कुरा हो। यसले सामाजिक सोचमा आएको परिवर्तन देखाउँछ। एकदम। तर यो सबै सकारात्मक कुरासँगै केही चुनौतीहरू पनि त छन् कि? के होला? मौलिकताको कुरा। हो, व्यावसायिकीकरण बढ्दै जाँदा त्यो मौलिक धुनमा अलि आधुनिक, कहिलेकाहीँ पश्चिमी धुन मिसाउने चलन बढेको छ। पैसा कमाउनलाई जे पनि बजाउने। कहिलेकाहीँ त्यस्तो प्रवृत्ति पनि देखिन्छ। त्यसले गर्दा यसको जुन सांस्कृतिक गहिराई छ नि, त्यो कता कता ओझेलमा पर्ने हो कि भन्ने डर हुन्छ। त्यो त हो। भनेपछि सारमा भन्दा पञ्चे बाजा हाम्रो सम्पत्ति मात्र होइन, यो त आजको समाजमा आफ्नो ठाउँ बनाइरहेको एउटा जीवन्त परम्परा हो। हो, पुनर्जागरणले संस्कृति पनि जोगायो, आर्थिक अवसर पनि दियो। तर व्यावसायिकीकरणले मौलिकतालाई कता लैजाला, त्यो प्रश्न छँदैछ। तर सबैभन्दा राम्रो पक्ष चाहिँ यो कुनै एउटा जातिको मात्र होइन, हामी सबै नेपालीको साझा पहिचान हो भन्ने भावना बढ्दै जानु हो। त्यो त एकदमै सकारात्मक पक्ष हो। यो सबै कुरा सुन्दा अब अगाडि के त भन्ने प्रश्न आउँछ मनमा। हो, अबको मुख्य प्रश्न नै त्यही हो। यसको मौलिकतालाई कसरी जोगाउने होला? अनि यसलाई अझै फराकिलो दायरामा, सायद विश्वमा नै कसरी चिनाउने होला? के त्यो सम्भव छ? परम्परा र बजारको माग बीच सन्तुलन? खै, गाह्रो प्रश्न हो। तर यस विषयमा सोच्नुपर्ने, बहस गर्नुपर्ने बेला चाहिँ पक्कै आएको छ।